बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा केही प्रतिगामी तत्त्वहरूले दक्षिणपन्थी शक्तिहरूले हामीले मसान घाटमा पुर्याइसकेका प्रेत आत्माहरूले फेरि नेपाली जनताको स्वाभिमानका विरुद्ध, स्वतन्त्रताको विरुद्ध, लोकतन्त्रको विरुद्ध जुन हिसाबले टाउको उठाउने प्रयत्न गरिरहेका थिए, ती प्रतिगामीका हत्याराहरूको टाउको खिच्नको निम्ति यो चेतनामूलक छोटो र्याली तथा कोण सभामा उपस्थित रहनुभएका सम्पूर्ण स्वाभिमानी स्वतन्त्र गणतन्त्रवादी रामेछापवासी न्यायप्रेमी जनसमुदायहरू, नेकपा एमाले रामेछाप जिल्ला कमिटीको तर्फबाट, सम्पूर्ण पार्टी पङ्क्तिको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। हामी सबैलाई थाहा छ, यही देवकोटा चोक हो जुन बेला 2059 सालमा राजाले प्रतिगमनकारी व्यवस्थाको सुरुवात गरे, शाही शासन लाग्ने प्रयत्न गरे, जनताका प्रतिनिधिहरूलाई थुनेर लोकतन्त्रको अपहरण गर्ने प्रयत्न गरे। त्यस बेला 59 सालदेखि 62-63 सालसम्म यही लोकतन्त्रको चोकमा उभिएर नेकपा एमाले लगायत विभिन्न लोकतन्त्रवादी शक्तिहरूले राजाका विरुद्धमा, प्रतिगमनका विरुद्धमा, निरङ्कुशताका विरुद्धमा हामीले चर्को आवाज बुलन्द गरेका थियौँ। सम्पूर्ण रामेछापवासी जनता र देशमा सहभागी हुनुभएको थियो, त्यसमा संलग्न हुनुभएको थियो। आज केही वर्ष पछाडि फेरि हामीले विदा गरेको राजतन्त्रका केही मतियारहरूले, केही लुटेराहरूले जनताको हकमाथि धावा बोलिरहेको बेला सबैभन्दा पहिला देवकोटा चोकमा नेकपा एमाले उपस्थित भएको छ, रामेछापवासी लोकतन्त्रवादीहरू उपस्थित हुनुभएको छ। म तपाईँलाई सलाम व्यक्त गर्न चाहन्छु र सम्पूर्ण गणतन्त्रवादीहरूलाई हामी एक ठाउँमा विरोधको निम्ति नेकपा एमालेको तर्फबाट अनुरोध गर्न चाहन्छु। हामी प्रतिस्पर्धाका हिसाबले आफ्ना मागहरूलाई अगाडि बढाउने हिसाबले जनताको बिचमा जाने बेलामा हामी फरक हिसाबले जान सकौँला, तर जनताको हक अधिकार खोज्ने दुष्प्रयत्न हुन्छ जब दक्षिणपन्थी शक्तिहरू विभिन्न बहानाहरू गरेर, विभिन्न भ्रमपूर्ण कुराहरू गरेर फेरि नेपालमा गलिसकेको, कुहिसकेको राजतन्त्र, त्यहाँमाथि पनि आफूले आफ्नो वंशनाश गरेर आएको राजतन्त्र, भीम मल्ललाई काटेर आएको राजतन्त्र, भीमसेन थापालाई मारेर आएको राजतन्त्र, आफ्नो वंशको आफ्नै हत्यारा रहेको राजतन्त्रलाई फर्काउनको निम्ति केही 21औं शताब्दीमा पनि दास मनोवृत्ति भएका मान्छेहरू जब सलबलाउन थाल्दछन्, सम्पूर्ण युवाहरू, सम्पूर्ण विद्यार्थीहरू, यो 21औं शताब्दीमा स्वतन्त्रताको चेतना भएका सम्पूर्ण नागरिकहरू हामी यसै गरी उभिने गर्छौँ र त्यस्ता मध्यहरूलाई टाउको उठाउन नदिकन बेलैमा त्यसको दाह संस्कार गर्नको निम्ति सम्पूर्ण रामेछापवासी तयार भएको सन्देश आज रामेछापमा नेकपा एमाले निकालेको र्यालीले दिएको छ। त्यो कुरा म यहाँको बिचमा राख्न चाहन्छु। आदरणीय जनसमुदायहरू, धेरै मान्छेले आज हाम्रो बिचमा हल्ला गरेका छन्। रामेछापको एक हिसाबले चर्चा पनि भइरहेको छ। धेरै मान्छेले भन्ने गरेका छन् कि राजतन्त्र धेरै स्वर्ग थियो, रामेछापवासीले एकचोटि भनिदिनु पर्यो, 86 वर्ष पुगिसकेको वृद्धलाई भनिदिनु पर्यो, एकचोटि पञ्चायतको कालो रात्रि सम्झेर भनिदिनु पर्यो। 30 वर्ष पञ्चायतमा रोजगार गर्दाखेरि पटक पटक रामेछाप जनताले चुनेर पञ्चायतमा पठाउँदाखेरि, विभिन्न मन्त्रालयहरू सम्हाल्दाखेरि 86 वर्षीय नवराज सुवेदीलाई म विनम्रतापूर्वक यो मञ्चबाट, यो देवकोटा चोकबाट सोध्न चाहन्छु, तपाईँले रामेछापमा कतिवटा सडकहरू बनाउनु भयो, तपाईँले रामेछापमा कतिवटा पुलहरू निर्माण गर्नुभयो, तपाईँ सत्तामा हुँदाखेरि, तपाईँ शक्तिमा हुँदाखेरि रामेछापमा कति विद्युतीकरण गर्नुभयो, कति विद्यालयहरू खोल्नुभयो। हाम्रा रामेछापवासी जनतालाई डाकघरबाट मुक्त गर्नको निम्ति रामेछापवासीको मतको तपाईँले मान राख्नुभयो कि अपमान गर्नुभयो र आज फेरि जुन हिसाबले रामेछाप अगाडि बढेको छ, सबै ठाउँमा सडकहरू पुगेको छ, पुग्ने क्रम जारी छ, कालो पत्रे हुँदैछ। रामेछापको उमाकुण्डको लाछोरदेखि हरेक घरमा बिजुली बत्ती पुगेको छ, हाम्रा विद्यालयहरू राम्रा भएका छन्। हामी एउटा सुखी नेपाली, समृद्ध नेपालको लयमा अगाडि बढिराख्दाखेरि तपाईँले भन्नुभएको रहेछ कि नेपाल खोक्रो भयो, रामेछाप खोक्रो भयो। म तपाईँलाई सोध्न चाहन्छु, तपाईँ रामेछाप हुँदाखेरि रामेछाप अन्धकार थियो, रामेछापका मान्छेहरू ढाकघर बोकेर जीवन बिताइरहेका थिए, रामेछापका मान्छेहरू अन्धकारमा जीवन बिताइरहेका थिए, पढ्न पाएका थिएनन्, रोजगारी थिएन।
विश्व एउटा गाउँमा बदलिरहेको बेलामा चेतना एउटा उच्च स्तरमा पुगिरहेको बेलामा यस्ता पुराना कुराहरू कुरा रमाउने कुराहरू मान्छेलाई मान्छेको रूपमा नहेर एउटा लोकलको रूपमा सम्झिने राजतन्त्रलाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। राजतन्त्र कस्तो हुन्छ भन्ने हाम्रा नयाँ पुस्ताले लागिरहेको थियो। धेरै मान्छेहरूलाई भ्रम परिरहेको थियो। राजतन्त्र भनेको एउटा आदर्श बोकेको, राजतन्त्र भनेको एउटा विकासको नारा बोकेको, एउटा सभ्य र सुसङ्गठित हुन्छ भन्ने हाम्रा केही नयाँ मान्छेलाई लागिरहेको थियो। एउटा जुलुस जुन 15 गते राजावादीहरूले काठमाडौँको 3 कुलीमा निकाले, त्यही राजतन्त्रलाई चाहने राजावादीहरूको असली चेहरा आज देखा परेको छ। राजतन्त्रमा पत्रकारहरू आज एउटा घरभित्र धुनेर जलेर मर्नु परेको छ। राजतन्त्रको माया गर्नेले आज विभिन्न पसलहरूमा लुटपाट मचाइरहेका छन्। एउटा पनि लाज लाग्ने हिसाबले हातमा बियर र रक्सीका बोतलहरू बोकेर हिँडिरहेका छन्। आज उनीहरूको भाषा संस्कृति बोल्ने तरिका सबै कुराले हाम्रो पुरानो राजतन्त्र निरङ्कुश राजतन्त्र असभ्य राजतन्त्रको परिचय दिइरहेको छ। यसो कुराले म सबै खबर गर्न चाहन्छु। रामेछाप यो बौद्धको 30 वर्षको हवाला दिने गरिन्छ। 30 वर्षमा हामीले 10-12 वर्ष सशस्त्र द्वन्द्वमा बितायौँ। त्यसभन्दा पछाडि हामीले भूकम्पमा बितायौँ। त्यसभन्दा पछाडि हामीले कोभिड कोरोनामा हामीले बितायौँ। र बाँकी रहेको 10-12 वर्षमा संविधानदेखि लिएर सबै कुराहरूमा हामी धेरै अगाडि बढेका छौँ। यो हामी तथ्याङ्कमा कुरा गर्न सक्छौँ भन्ने कुरामा तपाईँको विचार राख्न चाहन्छु। र म सबै यहाँ उपस्थित जनसमुदायलाई, पत्रकार साथीहरूलाई, हामीलाई विभिन्न माध्यमबाट सुनिरहेका जनसमुदायलाई म यो रामेछापको भूमिमा उभिएर, तिनलालको भूमिमा उभिएर यो उद्घोष गर्न चाहन्छु। यो राजतन्त्र कदापि फर्किनेवाला छैन। निरङ्कुश राजतन्त्र मुर्दाबाद, लोकतन्त्र विकास र समृद्धि जिन्दाबाद। त्यसका निम्ति नेकपा एमाले यो सेतौडा र सूर्यको झण्डा लिएर सधैँ आवश्यकता पर्यो भने सडकमा, आवश्यकता पर्यो भने सदनमा र हरेक रामेछापको बस्तीबाट गणतन्त्रको झण्डालाई अझै बनाउनको निम्ति, अमर बनाउनको निम्ति नेकपा एमाले सम्पूर्ण रामेछापवासीको साथमा उभिरहने त्यो प्रतिबद्धता व्यक्त गर्दै यहाँहरूको सहभागिताको निम्ति, यहाँको उल्लेख्य समानताको निम्ति नेकपा एमाले पार्टीको तर्फबाट हार्दिक धन्यवाद दिँदै यो गणतन्त्र नेपाल जिन्दाबाद जिन्दाबाद भन्दै आफ्नो धन्यवाद। नमस्कार। धेरै धेरै धन्यवाद पार्टीका अध्यक्ष कमरेड पुरुषोत्तम कटारिया।